हाम्रो बायोलेटरल रिलेसन कतिवटा छ 183। सर बायोलेटरल रिलेसन भनेको के हो? दुई देश बीचमा चाहिँ औपचारिक रूपले सम्बन्ध, हामी चाहिँ दुईजना साथी हो है भनेर साइनिङ गर्यो भने त्यसलाई के भन्छ बाबा? बायोलेटरल रिलेसन अथवा डिप्लोमेटिक रिलेसन। कतिवटा देशसँग? 183 सँग। फर्स्टको चाहिँ तपाईँले याद गर्नुपर्छ, नेपाल र युके। नेपालले सुगौली सन्धि हस्ताक्षर गरेको त सबैलाई थाहा छ, 1860 मार्च 3। यसको इम्प्लिमेन्टेसन भोलिपल्टदेखि मार्च 4 बाट। सो नेपाल र युके को चाहिँ रिलेसनशिप कहिलेदेखि भयो मानिन्छ? 1816 मार्च 4। देन युएसए 1947, एटलिस्ट डेट भने नि याद गर्नु है, 1947 युएसए सेकेन्ड। नेपाल र इन्डिया जुन 13, सो 13 जुन 1947। फोर्थ इज फ्रान्स 1949। फिफ्थ इज चाइना, द्याट इज 1955 अगस्त 1 है। यो चारवटा देश चाहिँ याद गर्नु जरुरी छ एकदमै बिफोर, किनकि यिनीहरू चाहिँ हाम्रो बिफोर डेमोक्रेसी हो। मैले जसरी भनेको छु त्यसरी याद गर्दै जानु है। हाम्रो बिफोर डेमोक्रेसी के हो बाबा? चारवटा देश, युके, युएसए, इन्डिया अनि फ्रान्स। हाम्रो तपाईलाई क्वेशन सोधिदिन सक्छ। अब यसमा कसरी क्वेशन सोधिदिन सक्छ? नेपाल हैज मेन्टेन बायोलेटरल रिलेसन विच अफ द फलोइङ कन्ट्रिज बिफोर 2007। 2007 साल भन्दा अगाडि चाहिँ देखाए मध्ये कुन चाहिँ कन्ट्रीसँग हाम्रो बायोलेटरल रिलेसन थियो अथवा थिएन? थियो भने कुन चाहिँ देश रहेछ बाबा? यो चारवटा है।